हेलो एभ्रिवान, सेवा नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। म सुजाता राई। साथीहरु, अब आज चाहिँ म उठेर पनि भिडियो स्टार्ट गर्दैछु। आज चाहिँ घरकै कामहरु गरिन्छ अनि भरे चाहिँ ओडातिर पनि जाने काम छ। त्यहाँ सिफारिस लिनु छ भाइको नागरिकताको लागि। त्यसैले साथीहरु मेरो भिडियोलाई हेर्दै गर्नु होला। हस्पिटल लगेको रहेछ। कुच्चो बन्नु त आउँछ तर कुच्चै छैन आएको बन्नु र नि। अब यसलाई फेरि टुक्र्याउने हो। साथीहरु, अब चाहिँ हामी बारीतिर जान आँटेको। त्यहाँ मकैमा बिस लगाउनु छ अरे अनि अलिअलि मुन्टा सब्जी पनि लिएर आउनु छ। अब गएपछि के गरिन्छ हेर्दै गर्नु होला। यहाँ चाहिँ छ अब यस्तो नाइस फुलहरु कस्तो राम्रो देखिएको। पारी घरमा पनि छ। वाउ। अनि त्यो डरमा चाहिँ के छ भुपे, सब जाँड छ। त्यो डरमा चाहिँ जाँड। राईको घरमा यस्तै हो है, यस्तै हो। यता पनि छ। कस्तो राम्रो देख्यो। त्यो पारी चाहिँ हाम्रो माउलो हो। यहाँबाट घर पनि देखिन्छ। राम्ररी गऱ्यो नि हेर्दा मात्रै पारी हो, फेरि पुग्न त टाइम लाग्छ। यहाँबाट तल खोलामा झरेर अनि फेरि खोलाबाट माथि निस्केर हाम्रो माउलो चाहिँ यहाँनिर छ छन चाहिँ, तर हेर्दा मात्रै नजिक देखिएको हो। यता नि छ फुलहरू। अनि यो चाहिँ लिची हो। पाहुलेको पनि छ। यहाँनिर चाहिँ धेरै फल्या रहेछ। तर यसपाला लिची पाक्ने सिजनमा चाहिँ आइएन, अलिक छिटै आइएछ। मेरो टोपीले नदिने रहेछ हैन। यस्तो भएर ए कपालले होइन चिउरा खानु भएको। चियालाई तताउनु पनि सिकाइदिनु न। चिया तताउनु सिकाइदिनु भने कि। ल अब लाग्यो। हुन्छ हाम्रो फुफै टोपी सोपी चट्ट लाएर परेर। ए यतैतिर पो हुँदैन रहेछ। हुन्थ्यो पहिले नथाहा पाएको मैले। बाटो बारी पाउँछ तरकारी चाहिँ। लिची चाहिँ सिजनमा आइएन र खानु पाइएन कि यसपाला। अब ठिकै छ नि त, यही खाएर जाम भनौँ भने पनि यत्रो सही लिची त। तर बोर चाहिँ को झन् भएको छैन जस्तो लाग्यो मलाई। तल्ल छ, तल्ल जानुपर्छ। त्यत्रो त छैन हौ। त्यत्रो धेरै छैन घाँस। भन्दा नि एक ऊ चाहिँ राम्रै हुन्छ। लानु भएको छ त्यो पनि पुरै नझार्ने सोचले जानु भएको रहेछ। ए अर्कोचोटि के पसिराख्नु है, फेरि झारिदिन्छु सबै भन्दै झार्नु हुँदै थियो। ऊ त झर्नु चाहिँ ओह्रालो ठिकै हो। भरे निस्किँदा चाहिँ सास बाहिरै निस्किनु खोज्छ, जानु खोज्छ परान। मकै म जत्रो जत्रो चाहिँ भइसकेछ। तर यो कुनै ठुलो कुरा हैन, किनभने म मान्छे सानो छु। त्यही भएर मकै
सबै त ठुल्ठुलै हुन्छ पास्नु चाहिँ पास्ने हो अमला अमलाको बोटमा एकचोटि त पुग्नुपर्छ केही कठिन खाल कुनै उसले रहिहालेको छ भने त यस्तो अपुई ए यो ठुलो बोटमा हो टिप्नुपर्छ हल्लाएर हुन्छ कि घोचेर ए छ रहेछ नि अलिक नै रहेछ नि अमला त अब टिपिन्छ कसरी हुन्छ जसरी भए पनि यस्तो चिजबिजहरू त छोड्नुहुन्न त तर मकै चाहिँ किराले सुहा बनाएछ कि सबै कसले काटेको यताको दाउरा तपाईँहरूले यहाँ त रहेछ आथा ऊ यो भेडा के सल्लाहको हामी चाहिँ यसलाई भेडा नि भन्छौँ यो चाहिँ हो थाकलको बेला गयो है थाकलको बेला त थाकलको बोट चाहिँ यही हो तर थाकलको सिजन चाहिँ गइसक्यो ए यो चाहिँ राम्रो रहेछ यहाँभित्र त सिमटा पनि हुन्थ्यो खानको लागि यसको त रहेनछ यसको बोट चाहिँ यही हो यो उसले घाँस झार्नु लाउनु भएको अरे एउटा पात बेगर ठुट्टा चिलाउनेको त खानु नदिने भयो गरी खानु त्यही भएर मान्छे गाउँ बस्दैन के सहर पस्नुको कारणै यही यस्तै यस्तै हो नि त हो यस्तै यस्तै हो अब चाहिँ यहाँ तल गोठमा आइपुग्यो गोरु रहेछ यहाँ चाहिँ एक हल गोरु ए रामे लक्ष्मी यिनीहरू ऊ है ट्विन्स ए जुम्लिया राम लक्ष्मण दाजुभाइ मिलेर बारी जोत्ने हजुर होइन ऊ त्यहाँ फुपैले ल्याइदिनु हुँदैछ घाँस के भिडियो बनाए बापत यिनीहरूलाई घाँस दिनुपर्ने हो मैले ए गाई बस्तुको लागि त बन्दोबस्त सबै यतै रहेछ नि त पानी खोले झारै खुल्ने हो काम अब हाम्रो खोल्नु झारो खेल्नु झार सुँगुरला हो यो ल ठिक छ अब थाहा त्यसो अनुहार चाहिँ छेक्ने रहेछ घाँस पनि अठ्याउ आवको हाम्रो काम चाहिँ किराले डल्लो पारेको पात फुकाउने कामै नपाएर गर्ने ऊ जस्तै किराले पनि यता चाहिँ सकाइसकेछ किराले हाम्रोतिर चाहिँ मकै डोल्याएर यसपाला बिउ पनि ननिस्किने खालको अवस्था देखिँदै रहेछ त्यही भएर अब सकुन्जेल चाहिँ गर्ने भनेर अब मकैको पात फुकाम फुपा चाहिँ झोला सहित हुनुहुन्छ त्यहाँ झोले हो दुई काँधमा उमा बोकेपछि ढाडमा बोकेपछि त्यसको नाम के हो पम्प ए ठिक छ ल अब मकैको धेरै गफ नगरिकन मकैको पात फुकाउनेतिर लागौँ अब यत्रो यहाँदेखिको ऊ त्यहाँ त्यत्रो माथिसम्म उँभो त लगाइसक्नु भएको अरे पनि टन्नै छ किरा सानो काम ठुलो भएछ यसको चाहिँ कसरी खानु र त म भन्दैछु त मान्छे यतिकै सहर पस्दैन भनेर भन्दैछु त मन मारेर खानाहरू म त फेरि सोधेँ हाम्रोमा आयो देउसी खेल्नु भएको त फेरि फुलमाला लाउन आएको त भन्नु भएन ए आउनु भएको रहेछ उताबाट भाइहरू नानालाई झरोस् न पैसा ए सुरुमा तलबाट आएको रहेछ सँगै छ भन्नुहुन्छ के दाजुले त तल मकै बारीमा फाल्नु भइसकेछ ए मजाले यत्रो कस्तो होला यो अमिलो खालको होला कि गुलियो खालको होला अमिलै ठिक हुन्छ कस्तो
नदेखेको। हो फेरि साथीहरू हामी चाहिँ अहिले खानासाना खाएर पनि अब लाग्यौँ ओडातिर। ओडामा त्यहाँ काम छ अनि जान चाहिँ अघि नै पर्ने थियो, तर मकैमा मल लगाउँदा बिस लगाउँदा ढिलो पनि भयो खानासाना खानु। अनि अब तर ओडामा चाहिँ हामीले कल गरेको थियौँ अघि नै, कार्यालय बन्द होला कि त आइपुगिन्जेल भनेर भन्नुहुँदै थियो, त्यही भएर चाहिँ अलिक छिटो जानुपर्ने हुन्छ। आज ओडाको काम भयो भनेदेखि भोलिको लागि सजिलो हुन्छ, त्यही भएर बाबा चाहिँ अगाडि गइसक्नुभयो। अनि अहिले चाहिँ हामी दुईजना जाँदैछौँ, बाटो पनि अलिक छ अनि त्यही भएर मौसम पनि पानी पर्ला पर्ला जस्तो भइरहेछ, घरि पानी पर्ला जस्तो, घरि घाम लागिरहेछ। अनि साथीहरू यो चाहिँ हो ढुङ्गा, यसको नाम चाहिँ कुइभिर हो। अनि त्यसलाई यसलाई चाहिँ कुइभिर ढुङ्गा भन्छ। यो रुखहरूले गर्दा चाहिँ अलिक सानो देखिएको छ, मतलब रुखहरू हट्यो भने यो ढुङ्गा चाहिँ ठुलो छ। यो ठाउँलाई चाहिँ कुइभिर ढुङ्गा भनेर नै चिन्छ हाम्रो घरतिरलाई चाहिँ। अनि त्यही भएर अब रोडबाट गयो भने ढिलो हुन्छ, त्यही भएर जान्छौँ हामी सर्टकट बाटो। सर्टकट बाटो फेरि यस्तो उकालो छ कि त्यही हो साथीहरू। आमा यही हो तानातान गर्ने हिँड्ने। 35 मिनट के हो त्यो चाहिँ? त्यो चाहिँ के थियो? त्यो भनेको यस्तो कि 35 वर्षसम्म गर्न सकेको काम 35 मिनटमा त सकिँदैन नि त, टाइम लाग्छ। त्यो भनेको थोरै टाइम लाग्छ, त्यो सकिँदैन एकैचोटिमा बिस्तारै। मतलब विकासहरू भइसकेको छैन हो त्यस्तो हो नि, बाँदर पुरै निकाल्छ त उमा त संस्कृत भवन। साथीहरू हाम्रो चाहिँ ओडाको काम आधा उधी चाहिँ भयो। मतलब अब त्यो सिफारिस लिने काम थियो, त्यो सिफारिस चाहिँ लिन मिलेन किनभने ओडा दक्षको साइन चाहिन्छ, उहाँ चाहिँ हुनुहुन्न रहेछ। हामी आज ढिलो पनि आयौँ। ओडा दक्षको काम भने ओडामा बस्ने होइन, त्यही अनि टाइम सकिसकेन। ए हो त है साँच्ची। अनि त्यही भएर अब बस त्यो साइनको लागि मात्रै पनि अब भोलि आउनुपर्ने भयो। सदस्यहरू पनि बसिरहेको हुन्छ ओडाको। तर अब भोलि चाहिँ त्यही साइन लिने मात्रै हो। यहाँबाट चाहिँ 9 बजे आउनु भन्नुभएको छ। माथिको अफिस 10 बजे खुल्छ, यहाँ 9 बजे भनेपछि हामी चाहिँ 1 घन्टाको बिचमा चाहिँ दिक्तेल पुग्नुपर्ने भयो। यहाँ 9 बजे साइन लिएर अनि माथि जानुपर्ने भयो। अनि बल्ल बन्ने भयो नागरिकता। अनि हामी चाहिँ यहाँको अब अलिअलि भएको कामहरू सकाएर घर हिँड्यौँ। कस्तो हरियाली देखिएको, कस्तो राम्रो देखिएको। त्यो थियो कत्रो अल्गो थियो के, मतलब ऊ थियो। अनि अहिले बिल्डिङ बनाएको छ, राम्रै हो त नि। के भन्नु चाहिँ मन पऱ्यो नि त। यो चाहिँ हाम्रो घर ओरतिरको गाउँ हो। कस्तो नाइस देखेको के। अनि त्यो चाहिँ म 6 देखि 9सम्म 10सम्म पढेको स्कुल हो। यहाँबाट हामी जान्थ्यौँ। नाइस। अनि यो घरको चाहिँ छुट्टै इतिहास छ साथीहरू। यो चाहिँ पहिले राजाहरूको घर ठुल्ठुलो बन्थ्यो अरे नि त। अनि यहाँ चाहिँ पहिला ठुलो घर थियो, यो त अहिले सानो बनेको रहेछ। त्यो भत्काएर पहिले ठुलो घर थियो, कति 32वटा झ्याल भएको कि कतिवटा भन्थ्यो। हामी सानो सानो हुँदा हामी यही बाटो जान्थ्यौँ स्कुल। अनि ठुलो घर थियो। अनि पछि चाहिँ त्यो घरमा बनाएर पनि मान्छे चाहिँ बस्नु भएको थिएन, पछि यत्तिकै भत्किँदै थियो। अहिले चाहिँ त्यो घर पुरै प्रपरली भत्काएर यो नयाँ बिल्डिङ बनाउनु भएको रहेछ। यति यो गाउँकै ठुलो घर थियो कि, यहाँ चाहिँ ठुलो घर थियो, राजाहरूको हुन्थ्यो अरे नि त पहिले। ठुलो घर, धेरैवटा झ्याल भएको घर। अनि अहिले चाहिँ यस्तो छ। अनि त्यो माथि देखिरहेको डाँडा चाहिँ दिक्तेल हो, बट हेर्दा मात्रै नजिक हो। यस्तो तल खोलामा झरेर फेरि माथि निस्केर झरेर निस्केर कति धेरै गर्नुपर्छ। भोलि हामी जाने पनि त्यही माथि डाँडामा हो। अनि यो पारी यो जङ्गल देखिएको यो गाउँलाई चाहिँ बामराङ भन्छ। अनि यो चाहिँ खाल्ले हो।
अनि माथि दिक्तेल भइहाल्यो यता माथितिर चुप्ला भन्छ अनि यो त यो पारी चाहिँ त्यही अघि घरबाट देखाएको यो चाहिँ हाम्रो मावलो गाउँ हो पारी बसेरी भन्छ अनि यो चाहिँ खाले फलाटे हो अनि हामी चाहिँ अहिले यहाँ आइपुग्यौँ मौसम चाहिँ एकदम राम्रो भएको छ शीतल चाहिँ पानी पर्ला जस्तो पनि भइरहेछ यी ओइसेलु यत्रो एकमुठी पारिसकेको छौँ अघि जाँदाखेरि देखेको थियौँ अनि अघि चाहिँ ढिलो हुन्छ भनेर यतिकै गएको अनि अहिले चाहिँ यहाँ आएर नाना भाइ भएर एक मुठी ओइसेलु अब यो चाहिँ खाँदै खाँदै जानुपर्छ रात पनि पर्न लाग्यो ओइसेलु ओइसेलु कसलाई थाहा छ कमेन्ट गर्नु होला थाहा हुनेले नहुनेले पनि हाम्रो गाउँतिर चाहिँ पाउँछ ओइसेलु सतीबयारहरू पनि पाउँछ कस्तो मिठो हुन्छ नि साथीहरू आज चाहिँ हो नेक्स्ट डे आज पनि म हतारमै छु अनि आज चाहिँ त्यो हिजोको ओडाको थोरै रहेको काम सकाएर दिक्तेल निस्किनु छ त्यही भएर हतार हतार हिँडिरहेको छु अब घरबाट डाइरेक्ट बिदा माग्दै माग्दै हिँडेको अब डाइरेक्टै उँभो जाने हो भनेर कति राम्रो यो फुल साथीहरू भाइको नागरिकता बनाउने काम चाहिँ अघि समथिङ 1 घन्टामै सकिएको अनि नागरिकता बनाउने बाहेक अरू काम चाहिँ यति ढिलो भयो कि नागरिकता बनाउने काम चाहिँ छिटै भयो अनि अरू कामहरू चाहिँ एकदमै ढिलो भयो अनि अब चाहिँ हामी यहाँ तल झरिसकेको छौँ आज बस्ने रुममा किनभने हामी घरबाट अघि नै बिदा लिएर हिँडिसकेको भनेर मैले अघि पनि भिडियोमा भनिसकेको थिएँ अनि त्यही भएर अब चाहिँ हामी यतैबाट जाने हो घर उता फर्किने हो अनि मेरो भिडियोलाई अन्तिमसम्म हेर्नु भएकोमा सम्पूर्णलाई धन्यवाद भन्दै मेरो भिडियोलाई लाइक गरिदिनु होला च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै आजको भिडियोलाई चाहिँ यही अन्त्य गर्न चाहे हस् त साथीहरू बाई बाई अर्को भिडियोमा भेट्नेछु